सम्पूर्णमा नमस्कार। आज मिति 2082 साल वैशाख 30 गतिका दिन हरिपुर नगरपालिका वडा कार्यालय एक कार्यालयमा वन तथा वातावरण मन्त्रालयबाट पाल्नुभएका आदरणीय सरहरू सामुन्ने हामीले विशेष कुराकानी गरेका छौँ। यो भिडियो अन्तिमसम्म हेरेर साथ सहयोग र विशेष के भएको छ त यसमा आज विशेष रहेको कुराकानी अन्तिमसम्म भिडियो हेरेर साथ सहयोग गरिदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। भिडियोमा स्थानीय किसान तथा जनता वन्यजन्तुहरूबाट त्रसित भएको सम्पूर्ण विषयको जानकारी गराएको छ र त्यसका सम्बन्धी सम्पूर्ण के गर्न सक्नुहुन्छ उहाँहरूले उहाँहरूको आफ्नो प्रयास गर्नुहुनेछ। युवा जोस जाँगरका साथ आउनुभएको छ। पक्कै पनि यहाँका स्थानीय किसानहरूको हकहितमा उहाँहरूले आवाज मन्त्रालयसम्म पुर्याएर किसानलाई राहत हुने खालको वातावरण उहाँहरूले सिर्जना गर्नुहुन्छ भन्नेमा म एक युवा भएको नाताले युवाप्रतिको विश्वास हिम्मत साहसका साथ विश्वास गर्न सक्ने वातावरण बनाउनुहुन्छ भन्नेमा ढुक्क छौँ। अन्तिमसम्म भिडियो हेर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दै भिडियो अन्तिमसम्म हेरेर सम्पूर्णमा यो सेयर गर्नुपर्यो। जति सक्दो सेयर गरेर सम्पूर्णलाई यो भिडियो पुगोस्। अन्तिमसम्म हेर्न नछुटाउनु होला आजको गतिविधि। धन्यवाद। हजुरहरूको आभार, हजुरहरूको समस्या, हजुरहरूको गुनासो जस्ताको जस्तै मतलाई समस्या फोटो भिडियो र लिखित रूपमा जस्ताको जस्तै हामी त्यहाँ पेस गर्ने काम गर्छौँ। त्यस पछाडि त्यसका सम्बन्धित विज्ञहरू जस्तो मानव वन्यजन्तु रोजगार व्यवस्थापनमै तपाईँको त्यो वर्षौँदेखि काम गर्न आएको पिएचडी गरेर एक्सपर्टहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ यसको जस्तो अब समस्या यहाँ हातले मात्र नभएको राज्यको बाध्य हुनुहुन्छ र राज्यलाई हामीले हाम्रो तर्फबाट सक्दो ल्याउने प्रयास गर्ने। यो प्रभावित अहिले प्रत्यक्ष हेर्दाखेरि 26-27 घर पीडित छ। यो एरियामा त्यति छ। प्लस अर्को सबै लाइनमै छ, जङ्गल लाइनमै। अब त्यो अहिले 1 नम्बर 2 नम्बर बरसवानी पर्छ, अब बागमती पनि पर्छ, प्लस हरियन पनि पर्छ। जुन एरिया छ नि यो जङ्गल एरिया यो सम्पूर्ण पर्छ। लालबन्दी पर्छ, हरिपुर नगरपालिका, हरियन नगरपालिका, बरतुवा नगरपालिका, जुन आसपासका बागमती सबै पर्छन्। जङ्गलको काठको पनि भयो के तपाईँको फोटो
तपाईँको राय जस्ताको त्यस्तै हामी मन्त्रालयमा विभिन्न समयमा विगतका 3 महिनादेखि हाम्रो मकै रोप्दादेखिको हात्ती आतङ्क मचाएर हामीलाई रातभरि जङ्गलमा बास बसिरहेका छौँ हामी सबै यहाँको स्थानीय जनता। त्यसको बारेमा हामीले नगरपालिका वडादेखि हामीले आफ्नो क्षमताले भ्याउनेसम्म समाचार सम्प्रेषण गऱ्यौँ प्लस जानकारी गरायौँ। त्यसो कुनै पनि सरोकारवालाले कुनै पनि क्षति सुनवाई गरिएको छैन र जुन क्षति भएको अन्नबाली छ, खेती छ, कसैको गहुँ गएको छ, कसैको मकै गएको छ, कसैको उखु गएको छ, घर पनि भत्काएको छ। अब मान्छे मार्ने अवस्था आइसकेपछि हामी आफ्नै वडाले पछि भर्खरै टर्च लाइट वितरण गर्नुभएको छ वडाले नगरपालिकाको हामीले सिफारिस गरेर वडाले प्लस नगरपालिकाले सुनवाई गर्नुभयो। 3 महिनापछि सुनवाई गरेर टर्च लाइट वितरण गर्नुभयो। तर क्षति भएको जुन अन्नबाली छ त्यसको व्यवस्थापन र आगामी दिनमा पनि व्यवस्था जुन हात्ती आतङ्क आउँछ, गैँडा आउँछ, रोकथामको उपायहरू हजुरले के गर्नुहुन्छ त? त्यसको बारेमा 2-4 शब्द यहाँ राखिदिनु पर्ने हुन्छ। यस्तो छ, अब अहिले चाहिँ वास्तवमा हामीले चाहिँ तपाईँहरूको उपाय अथवा समाधान दिने भन्दा पनि समस्याको लागि तपाईँहरूको समस्या के छ त? तपाईँहरूले साँच्चीकै भोग्नु भएको जस्तो अब यहाँ समस्या कहाँनिर भयो भने हामीले तपाईँको त्यहाँ मन्त्रालयमा बसेर तपाईँहरूको चाहिँ अब यो यसो तपाईँको चाहिँ यो यसो सानोतिनो अब फोटो भिडियो हेरेर अनि यहाँ जङ्गल एरियामा यो समस्या हुनसक्छ भनेर आकलन गर्नुभन्दा पनि प्रत्यक्ष रूपमा तपाईँहरूसँगै आएर भेटघाट गरेर यसरी कुराकानी गर्दा वास्तविक समस्या वास्तविक पीडित त तपाईँहरू हो नि त। तपाईँहरूले आफ्नो वास्तविक समस्या त अब प्रत्यक्ष रूपमा राख्न पाउने अवसर प्राप्त होस् भनेर नै हामी आज यहाँ छौँ। त्यही भएर अब तपाईँहरूको चाहिँ अहिले समाधान भन्दा पनि समस्या यो छ भनेर अहिले हामी समस्याको चाहिँ पहिचान गर्छौँ। समाधान चाहिँ यस पछाडि यस्तो समाधान के हुनसक्छ? जस्तो हजुरहरूले हात्ती आतङ्कको मात्रै कुरा गर्नुभयो, प्राय अन्य वन जङ्गलको वरिपरि अथवा वन जङ्गल क्षेत्रमा बसोबास गर्ने बासिन्दामा बाँदर आतङ्क सबैभन्दा होइन सर, यो बाँदर आतङ्क हामीले दिनभरि कुरेर बस्न सक्छौँ। अब राति हात्ती आउँछ, कतिखेर आउँछ, ऊ आवाज बदलेर आउँछ, थाहा पाइँदैन। लगायत अन्य वन्य जन्तुहरू यसमा त हरिण पनि आउँछ, बँदेल पनि आउँछ, बाँदर पनि आउँछ। त्यसलाई रोकथाम गर्न सकिन्छ। यसले त मान्छे मार्न सक्छ के? हात्ती गैँडा भयो, यसले त मान्छे सिध्याउँछ, उसले चाल बुझेर हिँड्छ। त्यो भएर मेन समस्या अब पुर्न पनि अप्ठ्यारो छ। यसको लागि त्यही त अब यसको लागि समस्या के भइरहेको छ यो यही समस्याकै पहिचान गर्नको लागि हामी यहाँ छौँ। त्यही भएर हजुरहरूले आफ्नो सहयोग गरिदिने हो भने र चाहिँ तपाईँको ओरिजिनल किसानहरूलाई झोलामा चाहिँ तपाईँको के अरे खेत बोक्ने किसानहरूलाई होइन कि खेतमा गएर परिश्रम गर्ने किसानको चाहिँ खेतमा पुग्ने राज्य हामी खोजेको हो कि त्यस्तो खालको चाहिँ राज्य व्यवस्था खोजेको हामीले। तर यहाँ त के छ त भन्दाखेरि तपाईँको खेतै झोलामा हाल्ने कागजमा खेत अनि आज नगरपालिका भोलि कृषि ज्ञान केन्द्र भयो नि पर्सि वडा भने कहाँ धाएर अनुदान खाने एक थरीको माफियाहरू के कृषि माफियाहरू हुन् के हो। ती माफिया बिचौलियाहरूले गर्दाखेरि चाहिँ आज सच्चा किसानहरूको ओझेलमा परेको अवस्था हो होइन। यदि चाहिँ सरकार चाहिँ कृषिप्रति चाहिँ एकदम एकदम उत्तरदायी भएर चाहिँ लाग्छ भनेदेखि हामी कृषि पेसाको लागि चाहिँ होइन एकदम तम तयार छौँ। हामी नयाँ हामी यङ जेनेरेसन पनि हामी तयार छौँ कि सरकारको लागि तयार छ र त्यसको लागि कृषि पेसा अप्नाउनको लागि आवश्यक पर्ने साधनहरू पनि आधुनिक तपाईँको चाहिँ अब ट्रेलर ट्र्याक्टरहरू लगायतका आधुनिक ट्र्याक्टर त्यो पनि भयो प्लस यो ट्युबवेलको पनि अवधारणा ल्याएको छ। यहाँ के छ मापदण्ड 3 बिघासम्म चाहियो। मसँग 5 कट्ठा मैले 3 बिघा के गरिदिने? त्यो गरिब किसानको लागि त छैन नि। जोसँग 3 बिघा छ उसले आफ्नो पैसाले गाड्न सक्छ। त्यो कुनै पनि त्यसलाई आवश्यकता छैन भने नदिनु भन्न खोजेको होइन, दिनु। तर 5 कट्ठा उनले पनि होइन त्यो छैन। त्यो 5 कट्ठा 10 कट्ठालाई छैन 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 3 बिघाको प्लट चाहियो। समस्या राख्न पाउनुहुन्छ है त। अब अर्को जस्तो तपाईँको अब हाम्रो भनेर चाहिँ हामीले फोकस गरेको परम्परागत आदिवासी जनजातिहरूको ज्ञान र सिपलाई पनि बढी प्रायोरिटीमा राख्ने। तर त्यो ज्ञान र सिप भन्दा पनि तपाईँको चाहिँ
सिधै त्यसमा प्रवेश गर्नुभन्दा पहिले उसैले चुने कान्छीलाई आयोजनाले नै हामीलाई चाहिँ यो विषयमा पनि छलफल गर्नुहोस् भनेर यसरी ढुङ्गागत रूपमा दिए भएर हामी ढुङ्गागत रूपमा प्रवेश गरिरहेको छ त्यसले कतिको चाहिँ प्रभाव पार्छ र त्यो कतिको वातावरण अनुकूल छ यो वातावरणमा त्यो अनुकूल छ कि छैन त्यो कुराहरूको विषयमा बनाउने त गरेका छैन।